हेलो गाइस, तो कैसे हो आप लोग। आज मैं खेलने जा रहा हूँ गिरेना। आप सोच रहे हो, तपाईहरु सोचिरहनु भएको छ कि यो गिरेना फ्री फायर हो, तर होइन। यो गिरेनाले बनाएकै आफ्नो न्यू गेम गिरेना फ्री सिटी हो। यो लन्च भएको धेरै महिना भइसकेको छ, बट ग्लोबली लन्च भएकै छैन। यो गेम लन्च हुने बाँकी छ, बट अब हामी यहाँ डाउनलोड मेरो त 420 MB पर भइसक्यो यति फास्ट। अब हजुरहरू मैले यसलाई स्किप गरिदिएको छु। अब म इन्टर गर्छु, इन्टर गर्न पाइँदो रहेछ यहाँ गेममा। बट मलाई लाग्यो यो डाउनलोड गरेर मात्रै हामी गेमले जान सक्छौँ, तर होइन रहेछ। हामी पछि डाउनलोड पनि गर्दा हुने रहेछ। हामीलाई यो त्यस्तो लाग्यो। लगइन हुनको लागि सेकेन्ड दिएको छ हामीलाई। यहाँ यति सेकेन्डमा लगइन हुन्छ भने 30 सेकेन्ड रहेछ लगइन हुन। ओके, मैले चाहिँ पहिले लगइन गरिसकेको छु, त्यही भएर अटोमेटिकली लगइन भयो। अनाउन्समेन्ट गर्दैछ यसले। अनाउन्समेन्ट के गर्दैछ भन्दाखेरि थाहा छैन, यसको लोडिङ आयो, कनेक्टिङ हुँदैछ। ओके, कनेक्टिङ टु द सर्भर छ हाम्रो। के भन्दै रहेछ हेरौँ, गेमभित्र जान्छ कि जाँदैन। ओके, लगइन इन्टु द सर्भर। ओके, लगइन इन्टु सर्भर, लग इन्टु सर्भर। लग पनि भइसक्यो। चेकिङ क्यारेक्टर लिस्ट। ओके, क्यारेक्टर लिस्टहरू हेर्दैछ अरे। अब हाम्रो यो गेमभित्र जान दिन्छ कि हेर्दै जाउँ के हुँदो रहेछ। तपाईहरु हेर्न सक्नुहुनेछ गेमभित्र गएर। ओके, ओ नेटवर्क कनेक्सन फेल, नेटवर्क सेटिङ अर ट्याब कन्फर्म टु लगइन एगेन। ओके, कन्फर्म गर्दाखेरि लगइन एगेन गर भन्छ अरे यसले। ए ओके, अहिले हामीलाई यो नोटिफिकेसन दिएको छ, यतिमा अपडेट आएको रहेछ। यसलाई हामी क्यान्सल गरौँ। मैले टच भएन के हो मास्टरको हो। ओके, हामी रिपिट गरेर हामी यसलाई गेमभित्र जान ट्राई गर्दैछौँ। हेरौँ गेमभित्र जान्छ कि जाँदैन। लगइन टु द सर्भर चेकिङ क्यारेक्टर। ओके, फाइनली भाइ तुम्हारा भाइ अब गेम के अंदर जा गइसकेको छ। ओके, क्यारेक्टर यो लाग्यो मलाई जस्टिन बाइबर जस्तै सेम। ओके, केली होइन को केटी हो यो। धेरै छ यहाँ क्यारेक्टर, एउटा दुईटा तीनटा क्यारेक्टर भयो। योसँग 4वटा, योसँग 5वटा। ओके, वाह राम्रो छ पनि। ओके, 5वटा, योसँग 6वटा। यो लाग्यो मलाई कोही जस्तो लागेन। ओके, यहाँ चाहिँ डन माफिया बोस, माफिया जस्तै रहेछ सेम यसको चाहिँ क्यारेक्टर, हेर्नु होला। अनि यो अर्को भनेको केटी, यो केटी खैको हुनसक्छ कोही, अब हामीलाई के थाहा। बट यो क्यारेक्टर जस्टिन बाइबर सेम हामी चुज गर्छौँ, तर यो क्यारेक्टरलाई भन्दा नि यो क्यारेक्टर। अब हामी मलाई मनपर्ने क्यारेक्टर भनेको चाहिँ यो लास्टै मन पर्यो मलाई। हजुरहरू चुज गर्न सक्नुहुन्छ। यहाँ 8वटा क्यारेक्टर रहेछ। तपाईँलाई कुन मनपर्छ, केटी मनपर्छ भने केटी चुज गर्नुहोस्, केटा मनपर्छ भने केटा चुज गर्नुहोस्। र मलाई यो मन पर्यो। अब हामी यहाँबाट नेक्स्टमा स्टेपमा गयौँ। ओके, हामीले यहाँ अब कस्टमाइज पनि गर्न मिल्दो रहेछ आफूलाई, कस्तो राख्ने आफूले हेर्न पनि मिल्दो रहेछ। ओके, यस्तो हाम्रो छैन पनि गर्नु छैन, ठिक छ। ओके, तलतिर जाउँ। गेज हो, हामीले यहाँ बडी नै बनाउनु मिल्दो रहेछ। मसला अलिक फुलाइदिउँ, अलिक बबाल बनाइदिउँ, अलिक मोटो भयो त्यो टक्कै बबाल छ। हेयर साइज ठिक छ, हेयर साइज मलाई यस्तो मनपर्छ। कलर नि मेरो कलर नि यस्तो ठिक हुन्छ, धेरै वाइट नि राम्रो हुँदैन, बट दिस कलर बेस पर्फेक्ट भन्नु हुन्छ। अब हामीले अब हेरिस कस्तो राख्ने त, यस्तो राख्दा हुन्छ, हजुरले यस्तो राख्दा हुन्छ, ब्राउन कलरको राखेर यस्तो भयो, यो राम्रो छ। ओके ओके, यो मलाई लास्टै यो मलाई मन पर्यो, बट मलाई मन परेको भनेको यो पनि ठिक छ। ओके, यो पनि ठिक छ, 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 बट बेस्ट भनेको टोपीवाला यो, जे भन्ने टोपीवाला हो। तर यो पनि राम्रो छ, त्यस्तो त राम्रो छैन भन्ने पनि छैन, बट राम्रो भनेको यो नै रहेछ। यो पनि राम्रो छ। यो लागिरहेको छ कुनै केही कहाँको को जस्तो लागिरहेको छ भन्दाखेरि कोही हिरो फिल्म खेल्ने हिरो जस्तो लागिरहेको छ। तर यही बनाइदियो हामीलाई किन ग्याङस्टर भाइब चाहियो नि, होइन गाइस, होला नि हो। अब हामी जाउँ फेसतिर, फेस बनाऊँ। फेस त के ठिकै छ, फेसहरू त्यस्तो केही छैन। ओके, मेकअप गरौँ। ओके, आइज ब्रोलाई यस्तो राख्नु मिल्दो, यस्तो राख्नु मिल्दो, यस्तो राखौँ होइन। आइज हो, आइजमा मलाई यो हरियो लास्टै मन पर्थ्यो। ओके, तर यहाँ त दुईवटा राख्नु मिल्दो रहेछ, केही छैन। अर्को पनि मन पऱ्यो भने यो पनि राख्नु के जान्छ, जुङ्गा नराखौँ, जुङ्गा राख्दाखेरि। ओके, यो ठिक छ, यो ठिक छ। फेसको लागि अलि ग्याङस्टर टाइप दिनको लागि मैले त्यो कटवाला ऊ राखेँ, ओठ राखिदिएको छु। हजुरहरू राख्न सक्नुहुन्छ। अब के राख्ने भन्दा यो राख्न सक्नुहुन्छ। ओके, यहाँ अब तपाईँहरूले घाउ राख्नु। ओके, कहीँ के घाउ भएको जस्तो छ, तिनीहरूको लागि यो ठिक छ। हामी एकदम ट्याटु यो हेर्दाखेरि धेरै बढी भएको रहेछ, राम्रो छ। बट यो पनि यो ठिक छ। यो अरू कस्तो छ, यो पनि ठिक छ, राम्रो छ। यो पनि ठिक छ, यो पनि ठिक छ, यो पनि ठिक छ, यो पनि ठिक छ। हजुरलाई कुन मन पर्यो त्यो छानेर राख्न सक्नुहुन्छ, बट बेस्ट चाहिँ यो रहेछ। बेस्ट लाग्यो मलाई यो, किनभने यो सेम रक्स, यो भन्दा नि यो चाहिँ रक्स WWE खेल्ने रक्सको जस्तो छ, त्यस्तै लाग्यो। यो चाहिँ ठ्याक्कै सेम हेर्दाखेरि। अब हामी जाउँ गरौँ। अब हामीले यहाँ यो नेमहरू राख्नु मिल्दो रहेछ। हामीले 3 क्यारेक्टर। ओके, रसल मुर्रे, रुसेल मुर्रे राख्नु मिल्ने रहेछ। वाडा बोमबर राख्नु मिल्दो रहेछ, बोमर। पोल स्पेन्सर, डोमिनिक ड्यान्सोन, ओन फायरस्टोन, ओन। मलाई मन पर्यो, यो चाहिँ मन पर्यो। तपाईँहरूले आफूले मन पर्ने जस्तै आफ्नो नाम पनि राख्न सक्नुहुन्छ। लाइक ए जस्तै अब तपाईँहरूलाई मनपर्छ कुनै आफ्नो राम्रो गेमर नाम छ भने त्यो राख्न सक्नुहुन्छ। बट मलाई चाहिँ एक गेमले नै दिएको राम्रो लाग्यो, ओन फायरस्टोन। आफ्नै स्टोनमा राख्यो होइन, राम्रो छ यो चाहिँ। अब हामी लगइन गरौँ, क्यारेक्टर लगइन गर्दैछौँ। ओके, तो राम्रो। ओके, गेम गर्दैछौँ हामी। अब फाइट खेल्न लाग्यो जस्तो लाग्यो, के गर्न लाग्यो, चान्सेस हेरेर। ओके, पिक्चर 30 हेरेर। ओके, क्रसिङ डाउन द स्ट्रिट इन $1 million सुपर कार। ओके,
भनेको छ $1 million per car मतलब लिभिङ अ ट्रेल स्मोक ओके आई मिन जस्ट इमेजिन ओके ठिक छ राम्रो छ लेट्स रोल इन्टु द गेम टेरिटोरी ओके गेम टेरिटोरीमा गर्दैछ हाम्रो के भन्ने क्यारेक्टर चाहिँ एनपिसी जस्तो छ जुन हाम्रो यो गेमको गेमले नै डिजाइन गरेर बनाइदिएको यो गेमकै क्यारेक्टर हो यो जस्तो लाग्यो ओके बम फाल्यो ओके स्मोक फालेको बम फालेको रहेछ ओके लुट्न गएको रहेछ ओके हामी अब कहीँ ब्याङ्क लुट्न जाँदैछौँ या के लुट्न जाने थाहा छैन बट गाडीहरू धेरै छन् यहाँ गाडीहरू धेरै छन् के हुन्छ ओके स्मोक फालिदियो स्मोक फालेछ ओहो बबाल ओके ओके जोकरवाला त्यही थियो होला बट जोकरवाला मार्क्स रहेछ ओके हामी यहाँ स्लाइड गरेर हिँड्छौँ ओ फायर बटन रहेछ सेम All good stuff inside. Jewelry. The vault. I've scouted it out. Follow me. Hurry. यो मलाई स्मुथ खेल भन्नु भएको थियो कि हामी अब यहाँ लुट्दैछौँ यहाँ लुटेको फर्स्ट यहाँ टोकन डल्लो लुट्दैछौँ हामी अब यहाँ गएर हामी अब मिसिङ हाम्रो साथीहरू के साथी छ मलाई बम राखेर हामीले पड्काउनु लागेको थियो होला त्यही हो बम पनि हामी पड्काइदिएको छौँ हामी अब यहाँभित्र के छ हेर्नेछौँ ओके गन राख्नु मिल्दो रहेछ ओके सुन रहेछ सुन लुटौँ है त ओके सुन लुट्नु पनि मिल्दो रहेछ ठिक छ राम्रो छ सुन ओ धेरै छ लाग्छ सुन जस्तो 20-30 किलो सुन जस्तो लाग्यो 20-30 किलो धेरै 40-50 किलो होला धेरै छ त्यसलाई चाहिँ बाहिर साह्रो पर्छ सहयोग गर्नु पर्छ सिलगढी जानु पर्छ गाह्रो पर्छ जस्तो लाग्यो ओके Take out those guards now. Use the gun, bro. So many of them. Look out. Use those cabinets for cover. We've got a lot. Now we need to find a way out. Okay? Which way? The way in must be blocked. Go this way. Downstairs. Excuse me. But there are more enemies coming. Remember to put on gear you picked up. यसलाई सहयोग गर्नु पर्यो ओके अब हामी यहाँबाट बाहिर निस्किन्छौँ ठिकै छ बाहिर हाल्नु पर्यो ओ यहाँ बक्स रहेछ के रहेछ हेर्नु ओके टोकन त्यही हामीलाई पोइन्ट दिएको छ यसमा मेरो नेट अलि स्मुथ चलेको छैन This is supposed to be a rich guy's private collection room. Why are the gangsters guarding it? Shit, this rich guy's probably some gangster boss. Mafia, the big things, or the Iguana gang. Who knows? Let's get out of here first. ओ कार भइरहेछ ओके कार यही हान्दो रहेछ राम्रो यसको खोलेर हान्नु मिल्दो रहेछ यहाँ लाइक ओके अर्को कहाँ छैन ओ सुतिरहेछ होला थाहै थिएन यहाँ यस्तो छ यस्तो सुतिरहेको थियो ओके भागौँ छिटो भागौँ फेरि के अब गनलाई गोजीतिर हालेर भागौँ है ओके के आउँछ ओ हेलिकप्टर यसको डिजाइन मोबाइलमा खेल्नु मिल्दो रहेछ गेमलाई राम्रो छ बट गेममा अब गाडी गरेको मार्नु त भित्र केलाई सपोर्ट गर्नु होइन एडजस्टमेन्ट जेरो सबैलाई मारौँ हामी ओके यताबाट नै आउँछ यो रातो छ हाम्रो छ ओ यो त फेरि चाकुले लगाइरहेको थियो ओ यो फायर दुई लेभलको हुन्छ टोटल आफू टोटल लेभल गर्नुपर्छ है त्यसको ड्यामेज अलिक धेरै ओ ड्यामेज धेरै सबै बक्सहरू के ओके टक्क गर्ने त्यसमा पनि पाइरहेको ओ अर्को गन पनि पाइयो हामी एउटा बाहिर निस्किँदैछौँ हेरौँ यहाँ माथि तान्दैछौँ उसमा छतमा भाग्नको लागि गाडीहरू हेर्नको लागि ओके बुस छ अरे बुस जस्तो लाग्यो बुस होइन अलिक ठुलो गाडी सेक्युरिटी गाडी जस्तो लाग्यो लेभलको गाडी
ओके हेलिकप्टर त पछि छोडिरहेको छ अघि पनि हेलिकप्टर थियो यो चाहिँ हाम्रो ठुलो ग्याङस्टार बोस यो चाहिँ हुनसक्छ ओके प्रोफेसनल किलरहरू यो चाहिँ हामीले मार्न आएको रहेछ यो प्रोफेसनल किलर यसलाई हामीले मार्न सक्छ ओके यो गोलीले त मर्दैन छ हेलिकप्टरले पनि हामीलाई खाने रहेछ त्यो फ्री फायर खेल्नु भनेपछि हेड त आफै लागिहाल्छ होइन है त्यस्तै हो बानी हो काटेर हेलिकप्टर पड्काइदिनु ओ नो कस्तो लाग्यो ओके म पनि मर्न लागिसक्यो नो मेरो नि एचपी कम हेरेको यता चाहिँ एचपी हुँदो रहेछ फ्री फायर जस्तै एचपी इपीहरू यसमा चाहिँ बट राम्रो छ GTA 5 जस्तो लाग्यो गेम बित्ने त्यसको धनीहरू ओके We'll need to split up to get away. Yeah, let's grab a car each and separate different ways. This is the emergency elevator. Press it and go. अब हामी यहाँबाट भाग्दैछौँ जस्तो लाग्यो अब चाहिँ एनिमीहरू आउनु जस्तो लाग्यो अब बाँकी अलिक डन्टर पनि आइसक्यो जस्तो लाग्यो त्यहाँको सेक्युरिटी गार्डहरू सब मारिसक्यो ओके ओ म पुलिसलाई फोन गरिसकेको हामी यहाँबाट भाग्नु पर्छ मेन सिन्सको लागि हामी लोडिङ गर्दैछौँ हो त्यति लामो भइरहेको होला 30-40 ओके हाम्रो कार आइसकेको छ ओ कार पनि Hey, can you hear me? I hear you. No police car here. The Iguana gang's on my tail. I've got cops blocking me in. Damn it, we're screwed. Definitely making enemies with the Iguana gang now. We'll deal with them once we're safe. Hello, Kay. Right, I already shook off the cops. Hey, I'm in trouble. Get back to you later. जस्तो लागिरहेछ ओ हामीलाई पक्रेछ समातिसकेको छ Damn, there was another car at the robbery last night. We might have found the wrong guy. Who fucking cares? Let's just lock him up for a while. मेरो नाम चाहिँ ओन फायर रहेछ मलाई चाहिँ गेमले दिएको नाम हो राम्रो छ नाम त्यही भएर मैले आफ्नो नाम राख्न मिलेन हजुरले राख्न सक्नुहुन्छ नाम चाहिँ राख्ने पनि ओके टाइम लाग्दो रहेछ यहाँ गेम आउनु ओके हाम्रो पुलिस उठाउन आयो जस्तो लाग्यो पुलिस उठाउन आएको के भन्छ You stay at a different cell. Okay, you Come with me. Okay, हामी यहाँबाट जाने रहेछ Kay is your friend. He is a toughie who helped me a lot when I was still a loser. He told me to take good care of you. Here's a piece of advice for you. Listen carefully. Pay extra attention to the toilet in the cell. Got it? Okay, यहाँबाट यसले हामीले मद्दत गर्न लाग्छ भन्नु हो रहेछ यसले हामीले मद्दत गर्न लाग्छ भने यहाँबाट Thank you, Kay. Okay, jump supply box पर यहाँ तो पूरे टोकन पास हुआ है Shit, what's that smell? No way. Have people actually died here? What is that? It's a kill पूरा भी पाव This is a talent module. I've heard about these on the black market. black market है क्या Dangerous, unstable, but can unlock human potential. on the bottom actually ओके यहाँ हिडन टेस्ट रहेछ तपाईँहरू आउनु भने यहाँबाट ब्याग साथी लिन्छन् खाने कुराहरू जम्प Don't down, don't down. It's fucking disgusting down here. हामीले लिएको भिडियो गर्दैछौँ ओके हामीले त्यो लुटिन बक्स त्यसमा फेरि टोकनै पाइन्छ जस्तो लाग्यो अब यहाँबाट हामी फेरि सिडी चढ्दैछौँ हामी चाहिँ अब जेलबाट भागिसक्ने जस्तो लाग्यो अब हामीले भन्दा ठुलो के हुँदो रहेछ हेरौँ योभन्दा अगाडि अब हामी फेरि पुलिस चौकी आउँ क्या हामी सेन्ट्री हामी कहाँ एयरपोर्ट केमा आएछ Patrol officers in the electric fence. We need to deal with these problems. फ्याक्ट्रीमा आएछ ओके Sorry, folks. Emergency.
Shut down. Power's out. Quick, check the power distribution room. मल पुस्तक लाग्यो त्यसमा हामी नभनौँ मै भनौँ किनभने मैले हेरिरहेको छु यहाँ पनि त्यस्तै रहेछ बक्स जस्तो Another talent module. यहाँबाट हामी अब हाम फाल्नु पर्छ ओ यहाँ हामीलाई ऊ पनि मिल्दो रहेछ ड्रोन मिल्दो रहेछ उफ जति लाउनु मिल्दो रहेछ फ्री फायरमा हुन्छ नि जस्तै पुरानो बेलामा उयो भएको सेम त्यस्तै राम्रो देखाएको छ हेर्नु के हुन्छ अब हामी भागिसक्यौँ जेलबाट जस्तो लाग्यो हामी जेलबाट भागिसक्यौँ अब इसके बाद का वीडियो बाद में पार्ट 2 में आएगा देखने के लिए चैनल को सब्सक्राइब कीजिए लाइक कीजिए धन्यवाद